ल साथी आज भने चाहिँ बिहानै लगभग तपाईको अहिले 11:30 अथवा 11 को बीचमा नेपालबाट आएको पाहुनालाई टिमिटी गार्डनमा घुमाउँदैछु। अनि आजको यो जति पनि तपाईहरुको नजरामा देख्दै गर्नुभएको हिमालहरू देखाउँदैछु। बिहानको रमाहाट साथै नेपालको पाहुनाहरू एकदमै खुसी भएको छ। उहाँहरू एकदमै प्लेन साइडको मधेस साइडको मान्छेहरू हो। अनि यो मधेस साइडको मान्छेले चाहिँ हिल साइडको यस्तो रमाइलो सिनहरू देख्दाखेरि चाहिँ पुरा खुसी एकदम रमाइलो भइरहेछ। सो तपाईहरुलाई कस्तो लाग्छ? तपाईहरु पनि घुम्न चाहनुहुन्छ भने आउनुहोस्, टिमिटी गार्डन घुम्नुहोस्। घुम्ने जग्गा थुप्रै छ, तर स्पेशली आज उहाँहरुको लागि चाहिँ यही ठाउँ स्पेशल भयो अरे घुम्नुको लागि। सो तपाईहरुको उहाँहरुको नजिक लादैछु तपाईहरुलाई म। कस्तो लाग्छ? ल चितुवा पनि हेर्नुहोस् है यहाँनेर। हेरौँ त, भिडियो बनाउँदैछु यहाँ। के भन्नु छ? अंकल गाडीमा हामी घुम्न आएको सिक्किम नेपालदेखि हैन, तर बब्बाल टुर गरिदिइराख्नु भएको छ अंकलले। जो खुसी लागिरहेछ हामी यहाँ घुम्न आए। थ्यांक यू। गार्डनमा घुम्न पाइरहेको छौं। भाइलाई के भन्नु छ? ओदेखि चाहिँ यो त्यस्तै हो दाइ अब हैन। अलि सर्व लाग्छ कि लाग्छ अलि भन्नको लागि फेरि बोलिराखेर होला। यता हेर्नु त किन? ल ल कुछ बोलना है? एकदम बढ़िया। बढ़िया? चाचा का घर में सिलीगुड़ी से आया मैं। ठीक है, एकदम बढ़िया लग रहा है। मस्त। थ्यांक यू। तपाईहरुलाई चाहिँ कस्तो लाग्यो कमेन्टमा लेख्नु होला है। फेसबुक युट्युब सबैमा गएर हेर्नुहोस् है। ओके बाई।